यस्तो छ मेरो सामान। आज चाहिँ मेरो मुभर्स जाँदैछ कि अनि निकाल्दै अब चाहिँ लास्ट टाइम पनि तपाईँले घर सर्दाखेरि क्या अनिल ओइ तपाईँले यही टी सर्ट लगाएको थियो जस्तो लाग्यो हो ऊ पो होइन भन्छ। अब फेरि अर्को साइडको पनि सरजीले झिक्दै हुनुहुन्छ। रात परिसक्यो यसरी हो के गर्नु यस्तो बेला सर्नु पर्ने भएको छ। हामीले चेन्ज गरेर अर्को पर्दा पनि लगाइदिइसक्यौँ। कार्टुन हो नि आएको छैन कि कार्टुन अब एकैचोटि भोलि हो अनि भोलि फेरि आरजेर बर्थडे अनि भ्याइ नभए पो त हामी त हुँदैन क्या सानो त्यसले हुन्छ त्यो चाहिँ। गाइस हाम्रो डिनर रेडी भयो। मैले बनाएको यो चिकन बनाएँ, साग दाल भात अचार सामान मिलाउँदा भोक लाग्यो। हाई एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। दिस इज मिस शशिकला राई। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। सो म पनि एकदमै सन्चै छु। सो एकदम हतारमा रेडी भएको तपाईँहरूले भिडियोको टाइटल हेरेर पनि थाहा पाइसक्नु भयो होला। आज चाहिँ मेरो मुभर्स जाँदैछ कि हामी चाहिँ अब अर्को ठाउँ सर्न लागेको कि भ्याइ नभई रेडी भएको नजानु पर्यो आरजेर बर्थडेमा भनेर सोचेको थिएँ। आज चाहिँ आरजेर बर्थडे पनि हो अनि तर एकछिन भए पनि जानु पर्यो भनेर चाहिँ म रेडी भएको। हेर न साथीभाइहरू एकदम हतारमा रेडी भएको। मेरो मुभर्स त्यस्तै घर लथालिङ्ग छ। आर्मी लाइफ चाहिँ अब यस्तै नै छ नि त, घरि कता सर्नु पर्ने घरि कता सर्नु पर्ने। त्यसमा म खुसी पनि छु किनकि अब कहाँ जानु पनि पाइन्छ होइन ठिकै छ होइन। तर सामान सार्नु जस्तो झ्याउ चाहिँ केही हुँदैन कि सबै रिप्याकिङ गर्नुपर्छ फेरि खोल्नुपर्छ कति गाह्रो हुन्छ कि। अनि आज आरजे बर्थडेमा नजानु पर्यो भनेको तर जानै पर्ने भयो कि साथीभाइहरू। अनि मेरो घरमा यति धेरै मेस यति धेरै मेस छ। तपाईँहरूले अब पहिल्यैदेखि सेयर गरिरहेको छु नि त मेरो लाइफमा के हुँदैछ कस्तो हुँदैछ भनेर मैले हजुरहरूलाई देखाइरहेको छु। त्यो अपडेट दिनको लागि चाहिँ मैले भिडियो बनाएको है। साथीभाइहरू हेरेर इन्जोय गरिदिनु होला। मुभर्स पनि आयो साथीभाइहरू। अब तिमी हुन्छ उता आज बर्थडे भन त्यही भन। काम चाहिँ धम्म हुँदैछ। यस्तो हुँदैछ मेस। हाम्रो गाडी छ यस्तो छ मेरो सामानको सिचुएसनहरू यस्तो। साथीभाइहरू अब जाँदिनँ भन्दा पनि जानै पर्छ। यो घर चाहिँ सबै पहिलाको जस्तै क्लिन गरेर हामीले दिनुपर्छ कि। यो सानो कार्पेट चाहिँ हामीले टालेको थियौँ कि यो घर कस्तो बिजोग थियो कि अनि हामीले यो टालेर चाहिँ अलिकति हेर्ने लायकको भएको थियो। तर घर भनेको चाहिँ घरै हो, यसलाई कसरी सजाउने भन्ने कुरा चाहिँ आफ्नो हातमा हुन्छ कि। यो घर मलाई कति मन परेको थियो तर अब छोडेर जानै पर्छ। सबै उठाउनु पर्ने भयो यत्रो आफ्नो थियो।
यस्तो काम गर्ने कुराहरूमा चाहिँ मेरो हस्बेन्ड एकदमै अगाडि बढ्नुहुन्छ कि बरु म अल्छी छु मेरो हस्बेन्ड अल्छी नै हुनुहुन्न कि एक्लै भए पनि सबै गर्नुहुन्छ यो भ्लग चाहिँ अलिकति छोटो हुन्छ होला तपाईँहरूलाई मोर डिटेल्समा म अर्को भ्लगमा देखाउँछु है साथीभाइ फाइनली यस्तो भयो चट मिलाएर राखिदिएको छु सबै क्लिन अब यहाँ चाहिँ यस्तो हुन्छ यहाँ चाहिँ डाइनिङ टेबलहरू आउँछ सब चुटिक्क पारिदिएको छु तपाईँले मास्टर बेडरुम चाहिँ यस्तो छ पहिले अर्कै थियो हाम्रो यस्तोमा चट सामान मिलाएर राखिदिएको छु